यो चाहिँ पुरानो बानेश्वरदेखि सेतो पुल दिल्ली बजार मैती देवी यो बाग बजारसम्म निस्किने बाटो हो। नयाँ बानेश्वरमा आन्दोलन चर्किसकेपछिको अवस्था। गाडीहरूलाई यताबाट डाइभर्सन गरिएको छ नयाँ बानेश्वर हुँदै चल्ने गाडीहरू। त्यसपछिको अवस्था हो। निकै बाक्लो तल यो बाइपास रोड पनि यतिकै भिड देख्न सकिन्छ। यो धोबीखोला कोरिडोरको बाटो पनि यो मेन रोडको हालत पनि यस्तै छ। यो चाहिँ रातो पुल साइड, यता चाहिँ बबर माइती घर साइड पनि यस्तै भिड छ। नेपाल यातायात लगायतका गाडीहरूलाई यताबाट डाइभर्सन गरिएको छ। त्यसैले बाक्लो भिड देख्न सकिन्छ। यता देख्न सक्नुहुन्छ। हेलो सब्सक्राइबरहरू जानुभएको थियो। निकै नै हाई ट्राफिक छ। अहिले अफिस टाइम पनि हो, तर सम्भवतः कोही पनि यो रोड प्रयोग गरेर चाहिँ हतारमा हुनुहुन्छ भने नजानु होला। यहाँको ट्राफिक निकै बाक्लो छ बानेश्वर चोकसम्म। त्यहाँबाट अघि पनि नयाँ बानेश्वरका गाडीहरू यता बढाइसकेपछि यो अवस्था छ। निकै नै बाक्लो ट्राफिक देख्न सकिन्छ। गाडीहरू घन्टौँसम्म जाममा फसेका छन्। यहाँबाट कोही यात्रा गर्न यात्रा गर्न पर्ने भएको छ भने अन्यत्र वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्नु होला। यो बाटो निकै नै भिडभाड देख्न सकिन्छ। यहाँबाट अघि चाहिँ अलिकता पातलो देखियो गाडीहरू। जुन यो पुरानो बानेश्वरको ओह्रालो छ, यहाँबाट धोबीखोला कोरिडोरको बाटो जोडिने भएकाले निकै नै सेतो पुलबाट अघि भिड छ। यहाँबाट अघि चाहिँ बाटो खाली रहेछ। ल यहाँबाट अघि चाहिँ बाटो पुरै खाली छ। होइन भने यहाँबाट अघि सेतो पुल यो पुरानो बानेश्वरको जुन उकालो छ त्यो बाटो सम्पूर्ण भिडभाड छ। यताको बाटो चाहिँ सामान्य नै देखिन्छ। यहाँबाट अघि तपाईँ दिल्ली बजारतर्फ लाग्नुभयो भने सेतो पुल कटेर सामान्य नै छ। बाँकी यहाँबाट अगाडि मैथिली सेतो पुलको बाटो प्रयोग गर्नुभयो भने चाहिँ त्यहाँबाट अगाडि पूर्ण रूपमा जाम नै देखिन्छ। बाटो ट्राफिक नसकेको छैन। ट्राफिकलाई हम्मे परेको छ। ट्राफिक व्यवस्थापनमा देख्न सक्नुहुन्छ। यहाँबाट अगाडि चाहिँ बाटो खुल्ला नै देखियो। यता चाहिँ वान वे भएको भएर नि होला दिल्ली बजारबाट मैतीतर्फ आउने मार्ग यताबाट जान मात्रै मिल्छ, आउन चाहिँ मिल्दैन भने यता मैती देवी मन्दिरको बाटो छ, त्यताबाट आउन मात्रै मिल्छ, त्यता जान मिल्दैन।
त्यही भएर नि अलिकति खुल्ला भएको होला। अहिले पनि यहाँबाट अगाडि सेतुको अवस्था हामी देखाइसकेका छौँ।